नमस्कार, यहाँहरू सबैजनालाई स्वागत छ हाम्रो यस नयाँ युट्युब च्यानलमा। हामी सेयर बजारका सम्बन्धमा नियमित रूपमा अपडेटहरू दिने गर्दछौँ र आफूलाई लागेको जानकारीहरू नेप्सेमा के देखिरहेको छ चार्टका आधारमा हामी विश्लेषण गर्दै रहनेछौँ। भर्खरै नयाँ खोलिएको च्यानल हुनाले आशा छ यहाँहरूले हाम्रो च्यानललाई मन पराएर सब्सक्राइब गरिदिनु हुनेछ भन्ने आशा गरेका छौँ भने केही सुधार्नुपर्ने पक्षहरूको बारेमा सुझाव पनि दिनुहुनेछ भनेर मैले अपेक्षा गरेको छु। अब नेप्सेमा आज के भयो हामी त्यसरी हेर्छौँ र आज के भयो भन्नुहुन्छ भने ठ्याक्कै 2.81 बिलियन एकदमै थोरै टर्नओभर आएको छ आज, एकदमै थोरै। जस्तो नेप्सेमा चाहिँ पहिला नि के हुन्थ्यो भने चाहिँ जब साह्रै थोरै टर्नओभर आउने त्यसपछि चाहिँ मार्केटले माथिल्लो यात्रा चाहिँ तय गर्ने गरेको चाहिँ देख्न सकिन्छ। यहाँनिर हेरौँ, जब थोरै भोल्युम आउँछ नि एभरेजभन्दा थोरै भोल्युम आयो भन्दा पछाडि चाहिँ मार्केटले चाहिँ के गर्छ र माथिल्लो यात्रा तय गरेको चाहिँ देखिन्छ। तर अब ठ्याक्कै आज के भयो होइन, आज के भयो भन्दाखेरि चाहिँ मार्केट एकदमै अप ट्रेन्डमा छ, यो भन्नै पर्ने कुराकानी हो। यो मार्केट एकदमै अप ट्रेन्डमा छ, यो सबैजनाले देखिराखेको कुरा हो। अनि के भइरहेको छ भने त्यो ट्रेन्ड लाइनबाट ठ्याक्कै माथि चाहिँ बजार जान खोजिराखेको र यहाँनिर एउटा माइनर लेभलको चाहिँ हामीसँग के थियो त भन्दाखेरि चाहिँ सप्लाई जोन थियो, त्यहाँबाट चाहिँ रियाक्सन गरेर मार्केटले झऱ्यो र आज चाहिँ हामीले प्राइस एक्सनको आधारमा हेर्नुपर्दा चाहिँ एकदमै ह्यामर टाइपको क्यान्डल बनेको छ र पछिल्लो आवरमा चाहिँ बायरहरूलाई चाहिँ अलिकति उत्प्रेरित गरेको बजारले देख्न सकिन्छ। र यहाँनिर अलिकति ध्यान दिएर हेऱ्यौँ भनेपछि यहाँनिर एक खालको अझै पनि डिमान्ड जोन नै छ है। म चाहिँ यसलाई डिमान्ड जोन भन्छु र यो जोनबाट मार्केटले ट्याप गरेर चाहिँ फर्किसकेको छ र अबको क्रममा मार्केट माथि जाने हो भनेपछि यो सप्लाई जोनलाई चाहिँ एक लेभलमा चाहिँ पार लाउनुपर्छ, अनि चाहिँ हामी माथिल्लो यात्रामा चाहिँ तय गर्न सक्छौँ है त। अब के गर्यो भने किन्ने, हजुरले के भयो भने चाहिँ नेप्सेमा चाहिँ किन्ने गर्नु भएको छ, अथवा नेप्सेलाई त हामीले खरिद गर्न मिल्दैन, तर नेप्से समग्र कम्पनीहरूको एउटा समष्टिगत रूप भएकोले नेप्सेमा धेरै जसो कम्पनीहरूको चाहिँ हामीले अलिकति विशेष गरी हाई क्याप कम्पनीहरूको चाहिँ नेप्सेमा एक किसिमको रिफ्लेक्सन चाहिँ पाउँछौँ है। त्यसो भएर लगभग नेप्सेको चार्ट र अलिकति हाई क्याप कम्पनीहरूको चार्ट चाहिँ लगभग उस्तै मिल्न गएको जस्तो चाहिँ मलाई लाग्छ। अब के भयो भने किन्ने भन्दा चाहिँ यो डिमान्ड जोनमा चाहिँ मार्केटले ट्याप गरिसकेको छ। अब के भयो भने किन्ने, के भयो भने बेच्ने मात्रै भन्ने कुराकानी हो। मैले हिजोको भिडियोमा चाहिँ यहाँनिर चाहिँ मार्केटले यो सप्लाई जोनबाट होइन यो सप्लाई जोनबाट चाहिँ मार्केटले के गरेको छ भन्दाखेरि चाहिँ एक किसिमको रिएक्ट गरेको छ डाउन साइडतिर र यो यसरी बनेको फुल क्यान्डललाई चाहिँ अस्तिको हाम्रो यो हेभी बुलिस क्यान्डललाई चाहिँ हेभी बियरिस क्यान्डलले चाहिँ के गरेको छ भन्दा इन्गल्फ गरेर चाहिँ मुनि झरिसकेको छ। त्यसो भएको हुनाले अब हुनसक्छ मार्केटले यो ट्रेन्ड लाइनको अलिकति भए पनि लिक्विडिटी लिएर चाहिँ यो पाटातिर जान सक्ने एउटा आधार रहन्छ। मार्केट जता पनि जान सक्छ, तर अब के जता पनि जान सक्छ भनेर हामी यतिकै बस्ने हो त होइन। नेप्सेमा के भयो भने किन्छु, के भयो भने बेच्छु। मैले चाहिँ हिजो यहाँनिर चाहिँ यो हेभी सेलिङ क्यान्डल देखेको भरमा आज चाहिँ मसँग भएको दुईवटा स्टकहरू थोरै प्रफिटमा थियो, मैले चाहिँ बेचिदिएको छु। अब के गर्छु त म के गर्छु भन्दा अब यो डिमान्ड जोनमा ट्याप गरिसकेको छ। हेरौँ भोलिको क्यान्डल के हुनसक्छ। भोलिको क्यान्डल यहाँभन्दा मुनि बस्न थाल्यो भनेपछि हामीले केही पनि रियाक्ट गर्दैनौँ र त्यस पछाडि चाहिँ हामी के गर्छौँ, यो डिमान्ड जोनसम्म पर्खिन्छौँ है। यो डिमान्ड जोनसम्म पर्खिन्छौँ र होइन इनकेस भोलि चाहिँ यही क्यान्डल चाहिँ यसैलाई चाहिँ हामीले चाहिँ यहाँनिर चाहिँ इन्गल्फ गरेर होइन, भोलि चाहिँ यहाँनिर डिमान्ड जोनमा आइसकेछ भनेपछि यही क्यान्डललाई इन्गल्फ गरेर यो किसिमको क्यान्डलहरू बन्यो भनेपछि चाहिँ मैले चाहिँ मार्केटमा इन्ट्री हुने सोच चाहिँ बनाएको छु। आफ्नो तरिका हुन्छ इन्ट्री गर्ने। मेरो तरिका यहाँलाई कस्तो लाग्छ, आफ्नो तरिकाले ट्रेड गर्दै रहनु होला। र आज एकदमै थोरै भोल्युम आएर मार्केट चाहिँ त्यति चाहिँ घट्न मानेको छन्। अन्तिममा चाहिँ बायरहरू आएर एकदमै मार्केटलाई चाहिँ पुसअप गर्ने प्रयास गरेका थिए। त्यसो भएकोले हुनाले माथिल्लो साइडमा यो किसिमको प्राइस एक्सन बनायो भनेपछि चाहिँ बाई साइडमा हेर्न सकिन्छ जस्तो लाग्छ। भने अब अलिकति मार्केट मुनि आएको खण्डमा चाहिँ यो ट्रेन्ड लाइन त्योभन्दा भएन, यो हेभी
रेड क्यान्डलको मुनिपट्टि रहेको लिक्विडिटीलाई ग्र्याब गरेर होइन अथवा यो तल्लो एरियाको डिमान्ड जोन कहाँतिर आएर चाहिँ मार्केटले चाहिँ रियाक्सन गर्छ त्यही जोनबाट चाहिँ हामीले आफ्नो स्टकहरूमा पनि बाई आइराखेको छ कि सेल आइराखेको छ कि त्यो कुरा चाहिँ हामीले निहाल्नुपर्ने हुनसक्छ। हस्, मेरो तर्फबाट आजलाई यति नै रह्यो। हजुरहरूले कसरी आफ्नो बाई सेल स्ट्राटेजी प्रयोग गर्नु भएको छ अथवा नेप्सेमा के भयो भने किन्छु अथवा मेरो स्टकमा के भयो भने किन्छु अथवा के भयो भने बेच्छु भन्ने सन्दर्भमा चाहिँ हामीले अत्यन्तै ध्यान दिएर चाहिँ अनुशासनपूर्वक उक्त नियमहरूको पालन गरेर गऱ्यौँ भने चाहिँ हामीसँग आएको केही प्रफिटहरू पनि सेभ हुनसक्छ अथवा फोमोमा इन्ट्री पनि नहुन सक्छ र हामीले राखेको टार्गेटहरू पनि मिट गर्न सक्छौँ जस्तो लाग्छ। हजुरहरूलाई मेरो च्यानलमा यतिन्जेल हेरिदिनु भएकोमा हार्दिक धन्यवाद भन्दै आजको भिडियोबाट चाहिँ ओझेल पर्न चाहन्छौँ। धन्यवाद, नमस्कार।